ऱ्याप ल कसलाई आउँछ तिम्रो दुईजनामा तिमीले बिट हान्छौ पहिला बिट मात्रै सुनौँ ल वाह ल अब ऱ्याप सरी सुनाऊ है त तिमीलाई ऱ्याप हान्न आउँछ पहिला तिम्रो नाम सोध्नै बिर्सेँ मैले मेरो नाम आदर्श नेपाली आदर्श नेपाली अनि तिम्रो चाहिँ समीर नेपाली समीर नेपाली न दाजुभाइ तिमीहरू कि साथी मामा भन्छ को मामा के को बारेमा ऱ्याप हान्छौ ल तिमीले भन पहिला ऱ्याप हान्नु भन्दा के को बारेमा हो ऱ्याप थाहा छैन साथीहरुको बारे ल सुनाऊ न त ल बनाल क्यान्सर कटाइयो सततसम्म आजसम्म ठुलसम्म बुझ्न छन्दै ७० दिनसम्म तस्तरका ८ वर्ष हामीलाई लाग्दैन कसैको बल नराम्रो तर बुढाको लाग्छ नकाडा बहिनी सब्सक्राइब लाग्छ नटार बहिनी ऱ्याप लाग्छ नटार बहिनी समीर नाम अनि ऱ्याप गर्ने काम उर्को नानी हद्दे राम्रो बङ्गर हो सानो पनि छैन कसैले पैसामा फसिवाला होइन पुरा नाम सुकुर हामीसँग हेरेर बनिन्छ कुकुर बढी बढी नक्जा काटिन्छ डुब अस्कल नेताहरू एकदमै बोक्का खोल्नु डोका हानिदिन्छु ड्याङ ड्याङ अहिले छु ज्याप गाउँदैछु ड्याप मान्छेको मासु त खाँदिनँ म त तरकारीमा रक्स आइनु सुनसान नबोल पाए भन्दिन जे पनि बोल्दिने लन्डन दिनजन चलपल साय बोल्नु मैले 5 लाख चप्पल सोयरामा काठमाडौँ कट्टाहान यो पुतेलाई कट्टा छैन कट्टाहान यो रब्बो छ जस्तो गन्दा जात केटा छ ठेलियो छ ग्याङ पर्तिर कहिले पनि दिएन ध्यान हाम्रो लुक्सानमा दाम सर्फन फ्यान भइयो भाइयो आज कति ठाउँमा ऱ्याप सुनायो तिमीहरूले 4-5 ठाउँमा अनि हामीले पैसा दिनुपर्छ ए खाजा खानालाई अरूले दियो कि दिएन त नि हजुर 50 रुपियाँ ए हो अब हामीले कति दिनुपर्ने हो 5 दिने हुन्छ हुन्छ स्योर ओके थापाजी आई विल ह्यान्ड इट ओभर टु यु हैन मसँग खुजुरा छैन कि ल अब कति कति बाँड्ने ऱ्यापरले धेरै पाउँछ कि म्युजिसियनले कति हुन्छ बाँड्दै बराबर 70 रुपैयाँ 70 रुपैयाँ अझै राम्रोसँग लेखेर राम्रोसँग ऱ्यापर भयो भोलिपछि है टिभीमा हेर्न पाऊँ हुन्छ अनि बिट बक्स पनि ल थ्याङ्क यू सो मच र आज हामी आएका छौँ बेगनास्ता अब भ्लग सुरु भयो हामीले चाहिँ अब पोखराभन्दा बाहिरबाट आउनको लागि घुमाउनु ल्याएको छु एक त मिलन थापा उहाँ पोखरेली भए पनि विदेशबाट आउनुभएको अनि सुकेको पुष्पा अरे के हो अरे थापाजी सुकेको पुष्पा होइन पुष्पा होइन के अरे पुष्पा अनि यता चाहिँ ममता बहिनी जो चाहिँ क्यामेरामा आउन लाज मान्नुहुन्छ त्यही भएर म यतै देखाउँछु तालतिर अनि हजुरलाई कस्तो लाग्छ रे त्यस्तो बेगनास ताल लेखेको बोर्ड एकदम नराम्रो लाग्छ किन नि कस्तो त्यो खै के नेचुरल उसलाई गरिदियो कि है त्यो अब यस्तो बेगनाससम्म आएपछि त बेगनासै भने थाहा हुन्छ नि होइन यो चाहिँ पुरै उस टिकटकको लागि अरूको लागि त्यो गर्यो क्या अब त्यसमै कति लाख रुपियाँ खाइदियो होला त्यति बनाउनलाई ट्रेन्ड नै त्यही चल्यो कि नेपालभरि होइन नेपालभरि नै यो ठाउँमा त गरेछ आफ्नो चिनाउनु पर्यो भनेर होइन यो बेगनास ताल मात्रै स्पेसिफिक भने होइन यो गर्ने ट्रेन्डलाई नै भने हो अनि थापाजी आफ्टर 6 इयर्सै होला होइन यो भन्दा कहिले आएको थियो सानो लेख्दा फर्स्ट टाइम होला आएको थिएन होला पहिला ल आज पनि थापाजीबाट मैले केही ड्रोन सटहरू पाउने आशा गरेको छु यहाँ छ कि छैन ड्रोन ल्याएको छैन यो ड्रोन हो त ए छैन हेत्ते ल्याछ खुसी भयो ल यहीँ पुरा भोटिङ गरेर के लिएर जानुभयो दिदीहरूले चाहिँ हो उता माझीको माझीकोना गइन्थ्यो क्या पहिला मैले लाइफमा पहिलो माछा डेन्जर तिमी त्यो पहिला त पुरै होटेलै थाहा जेल त त्यो माछा खाने ठाउँ त लाखको त्यो माया लाग्दो टाइपको भएको छ क्या त्यसको अगाडि नि यति धेरै दामी खोल्छ धेरै ओभर धेरै खोलिदिइसकेको छ अहिले त के कहाँ जानु छ अरे साउथ जाने रे फिल्म हेर्न कुन पार्ट हो पार्ट 3 पार्ट 5 अनि बेगनास आएको
सिन राख्नु पर्यो यो रेकी लागेको हो ए लोकेसन हन्टिङलाई विवेक आएको थिएन पहिला त्यतिर सानो लेख चाँडले गएको थिएन अन्ली माझिकन र हिजोकै ड्रेसमा छौँ हामी किन भन्दाखेरि हिजो हामी ड्रिङ्क्स गऱ्यौँ खायौँ त्यसपछि अरू त सबै जानुभयो विवेक म अनि मिलन चाहिँ हामी मिलनकै घरमा बस्यौँ ड्रिङ्क नगर्ने पार्टीहरू ड्रिङ्क गर्नेहरू त खाएर गइहाल्यो अनि हामी ढिलै सुत्यौँ र घर पनि जान पाएको छैन त्यही कपडामै अर्को भ्लग पनि आयो अनि फेरि यस्तो नि त मिलनको घरमा त्यो हाम्रो कोठामा त हामीसँग पहिलादेखिको कहानीहरू छ नि त सँगै बसेको ट्राभर्स नेपाल गर्ने बेला बस्नु रमाइलो लाग्यो मजा आयो नि अस्तिबाट भनिरहेको छु ट्राभर्स नेपाल गएर हेर्नुहोस् भनेर मिलन थापाको च्यानलमा छ ट्राभर्स नेपाल भनेर हेर्नुहोस् भ्लगमेन्ट्री त्यो बेलामा हामी त्यति राम्रो गर्न सकेको थिएनौँ त्यही पनि हाम्रो ट्राभल गरेको भिडियोजहरू छ क्लिप्सहरू मेमोरिजहरू छ होइन हेलो हजुर कता कता आएको यहीँ माथि खाएर आएको ए के को टिका दसैँ के गर्छ भने दसैँ होइन यसो घुमघाम ए मन्दिरहरू गएर आएको ए कता पोखराबाट हो ए ल हुन्छ ल नाइस टु मिट यु भाइ हस् र हामी के कुरा गर्दैछौँ ए ट्राभर्स नेपाल त्यहाँ गएर हेरिदिनु होला अब होइन ट्राभर्स नेपाल 2 को लागि टुर गरेको थियौँ अब भयो भने त अब 3 को लागि जान मन थियो तर के गर्ने अब हामी के थाहा प्रयास जारी छ अब थापाजी अमेरिका जानुभयो यसरी नै सँगै फेरि भेट्यो भने फेरि किन नहुने भन्ने चाहिँ होइन ए त्यतिखेर बाइ द वे विवेक हामी सबै सँगै थियो ट्राभर्स नेपालमा अनिमेष पनि रोडिसको अनिमेष अब हाम्रो अनुहार भन्दा नि अगाडि देखाउँ है क्या बवाल छ भ्यू है वाउ हजुर के कन्टेन्ट कोही हो यो ए यो त छ गोल्डन कार्प जबरजस्ती मिलाउनु खोजेको हामीले गोल्डन कार्प क्या ब्युटिफुल छ है गनायो माथि होला होइन है यता पनि त्यो हरियो भेगेर न कति राम्रो देखेको है म चाहिँ अब जहिले पनि साथीहरू आउँदा यही बेगनास अब लेक साइड लैजाने हो र बेगनास आउने क्रममा चाहिँ हामी सानो लेक आइरहेको हुन्छौँ अब उनीहरूले त भ्लगमा देखिरहेको त्यही भएर नौलो नलाग्ला यही हो सानो लेक थापाजी वाउ सो ब्युटिफुल हो जस्ट लुकिङ लाइक वाउ ओहो मान्छे र ठ्याक्क हामी आयौँ हेलो हेलो फोन गर्दा नउठाउनु दाइ उहाँ चाहिँ साउजी ए मैले पनि देखेको थिएँ भन्दै सुटकेस बोकेर आएको तपाईँ ल ऊ चाहिँ विवेक दाइ ऊ चाहिँ विवेक राजन दाइ अनि चाहिँ मिलनको वाइफ बहिनी ममता कति ग्लास हो दाइ यो एप्पल जुस यो होइन कराउँदा कराउँदा वाक्क भएर होइन छोड्नलाई चाहिँ खाइदियो ए दिक्कै लाएर ठाउँ छ दाइ तल बस्नु सब गए घाँडहरू ए भ्लगमा हेरेर अब कमेन्ट आउला त घाँडहरूको ल जाउँ ल सबै राम्रो हुन्छ भने छैन नि त ओ ल तल चाहिँ पक्का हेलो भाइ हाउ आर यु सन्चै व्यस्त हजुर रोकेला हामी ब्युटिफुल सानो लेकमा आएका छौँ र सधैँ चाहिँ यहाँ आउँदा एकदमै बवाल त्यो भाइब नै अर्कै छ स्पेसली झन् अब साथीभाइहरू विदेशबाट आउँदा अब पोखराबाट बाहिर आउँदा यतै दिन चाहन्छु दुईवटा माइकमा त एउटा पछाडि चाहिँ अब ल्याउ न मिलनलाई मिलन होइन तिमीबाट सुरु गरौँ न इन्टरभ्यू होइन जे बोल्यो नि तिमीलाई कस्तो फिल भइरहेछ भनेर ओए पुष्पाको फेरि स्टाइल अर्कै छ कि झुकेका नै साला झुकेका नै होस् माइक बनाउँ न कस्तो फिल भइरहेछ चाहिँदैन रहेछ त कस्तो लाग्यो त तिमीलाई हाम्रो बेगनास एकदम रमाइलो लाग्यो यो ठाउँमा फर्स्ट टाइम आएको त्यो रमाइलो लाग्यो होइन एकदम यो त साह्रै सिरियस पल्टेर बोलेको ल यो चाहिँ त थापाजीलाई दिन चाहन्छु हो नि त यो त नखानुहोस् है फेरि यस्तो गरम चबाइदियो ल कस्तो लाग्यो थापाजी कस्तो फिल भइरहेछ रमाइलो भइरहेछ यार हो एकछिन नबोलौँ हेरिराखौँ जस्तो भयो होइन यस्तो ठाउँ छ अनि रमाइलो नभएर भयो दामी छ नि होइन कति बवाल छ ल हेर्नुहोस् त हिमाल पनि देखेको छ अहिले त अनि
कस्तो स्वर्ग जस्तो छ हाम्रो ठाउँ यहीँ ताल यहीँ जङ्गल हेर्नु कति हरियाली कति राम्रो छ माथि हिमाल कति बवाल देखिरहेको छ मेन त हाम्रो नेचुरल छातै नेचुरल ए अङ्गुरको छाता आयो फेरि थापाजी माथि हेर्नुहोस् न अङ्गुरको छाता शेड नै राम्रो टिप्न मिल्दो रहेछ नि त टिपेर खान मिल्छ यो त अनि बिलमा पनि चढ्दैन फेरि यो यस्तो हो क्या दामी आँगर झटाएर हान्ने लुका पोखमा आउँछ र खोइ थापाजीले ड्रोन ल्याएको जस्तो लाग्छ कि उहाँले उडाउनु हुन्छ होला सायद तर घाम डुब्दैछ हेरौँ सनसेट चाहिँ यहाँबाट देखिन्न तर आएर यहाँको भाइ पनि ट्रपिकल भाइ एकदम रमाइलो छ र आज फेरि यहाँ अघि आउने बेला भ्लग सुरुमा विवेक म यता थापाजी र ममता बहिनी थियो घोलले खिचेको जस्तो लाग्यो होला हाम्रो चाहिँ आज यहाँ खिच्दै हुनुहुन्छ ड्याङ ड्रोनेश्वर भाइले ल ड्रोनेश्वर भाइलाई चाहिँ अस्ति हामीले कन्सर्टको बेलाको फुल मुनको बेलामा देखेको थियौँ ल यो माइक हस्तान्तरण गर्न चाहे ड्रोनेश्वर भाइलाई पनि धेरै चिन्नुहुन्छ र चिन्नु हुँदैन भने उसको चाहिँ अब इन्स्टामा लगायत अरू कुरामा ड्रोनेश्वर ध्रुव भनेको ड्रोनेश्वर चाहिँ ऊ चाहिँ स्पेसलाइज अन ड्रोन सर्ट्समा अहिले चाहिँ एफबिबी उडाउँछ सबै कुरामा बवाल छ भाइलाई पनि गएर सपोर्ट गरिदिनु होला के भन्न चाहनुहुन्छ त नि ड्रोनेश्वरजी अस्ति त नर्भस भइदिएर भाइ पछाडि उसले ड्रोन उडाइराखेको थियो होइन यो ठाउँ एकदमै दामी छ सबैजना आइदिनुहोस् हेर्न सक्नुहुन्छ बवाल छ यो ठाउँ चाहिँ बवाल छ एकछिनमा हामी भयो भने म मिलत नाइलाई सोध्छु म ड्रोन उडाउँछु होला सायद ए ओके ओके ल त्यसपछि मैले राख्छु त्यो सर्ट है आजको ड्रोन सर्ट चाहिँ ध्रुव भाइको नाममा भाइलाई पनि सबैले सपोर्ट गरिदिनु होला उसले एकदम राम्रो काम गरिरहेको हुन्छ उसको हेर्छु तिमीले कामहरू हामी 6 वर्ष अगाडि ट्राभर्स नेपालको ब्रेकमा अनिमेश म र ऊ मात्रै डुले गरेको ए हो र ए त म त विवेक फर्स्ट टाइम भेट्यो भन्दाखेरि उसको काम त बवालै छ होइन धेरै थाहा नहुन सक्छ नि त होइन त्यही भएर हामीले फेरि अब बिहाइन्ड द क्यामेरा बस्नेहरूलाई चिनाउनु गाह्रो छ नि त अहिले भाइ अलिक उसले उडाएको कन्टेन्टहरू कतिले हेरे होला तर उसलाई नचिन्नु पनि सक्छ नि त तिमीले आउटसोर्स फेरि अरूहरूलाई के लाइक पैसा पनि बेच्छौ नि तिमीले सर्ट्सहरू चाहियो भने बेचिरहेको हुन्छु फोटोहरू बेचिरहेको हुन्छु ए अरूको लागि कामहरू ए ओके ल त्यसको लागि पनि अब चाहिन्छ भने झन् चाहिँ कामको लागि पनि अब कन्ट्याक्ट गर्न मिल्यो इन्स्टाग्राममा फलो गरिराख्नुहोस् र दामी रमाइलो नै हुन्छ नि यस्तै यस्तै सिनेरीहरू गरिराखेको हुन्छ नि त उसले होइन डकुमेन्ट्री म्युजिक भिडियो वेडिङ सब गरिरहेको ए ओके टोटल फुटेजहरू कति उसको छ तिम्रो मेरो 8 सबै सेभ गरेछौ नि हैन ब्याकअप त राखेको कति छ होला 8 to 10 टेराबाइट जति छ मसँग मात्रै है हजुर ड्रोन र अहिले एफपीबी भनौँ कुन इयरदेखि स्टार्ट गर्यौ तिमी 2017 देखिको छ 17 है 17 देखि कति 8 इयर्स 8 इयर्ससम्म है टन्न अगाडिको 2 टेराबाइट चाहिँ क्र्यास भयो 10 हुन्थ्यो 10 हुन्थ्यो कि है डाटा लस भयो अहिले कुन 2 इयर्स जतिको हजुर कुन ड्रोन अहिले चाहिँ म्याभिक एयर 3S मेरो पनि त्यही हो क्या दुईटा क्यामेरा छ त्यही नै हो अनि उस एफपीबी चाहिँ आफ्नै एसेम्बल छ अहिले चाहिँ यहाँ काठमाडौँको दाइहरूसँग मिलेर एउटा ड्रोन बनाएको छु कि अलुला भन्ने छ उनीहरूको चाहिँ अनि गोप्रो हाल्ने उनीहरू चाहिँ सबै मेरो लागि चाहिँ सबै बनाइदिइराख्नुहुन्छ अनि एफपीबीमा त्यसको चाहिँ कति आवर फ्लाइट एफपीबीको चाहिँ ब्याट्री हेरी हुन्छ दाइ 6x छ अहिले 6x चाहिँ त्यसै 8 मिनट जति उठ्छ दाइ 8 मिनट ओन्ली 8 मिनट है नयाँ ब्याट्री 8 मिनट त्यसपछि बिस्तारै घट्दै जान्छ ब्याट्रीहरू 5 मिनट जति भनेपछि त उडायो अनि है उडायो भने त्योभन्दा लामो हुँदैन हजुर त्योभन्दा लामो नि हुन्छ तर ब्याट्री जोड्नु पर्यो त्यहाँ चाहिँ ए अलि हेभी भयो मल्टिपल ब्याट्रीहरू बनाउनु पर्यो 8 मिनट मात्रै त लास्ट थोरै भयो त है होइन एकदम क्विक हुन्छ नि त दाइ तिमीले अनि डिजिआईको उडाछौ डिजिआईको नि उडाएको छु साथीहरूको मसँग मैले किने होइन 2 वर्ष अगाडि किने अनबक्स धरि गरेको छैन मैले अनि मैले लिएर आउँछु भनेर सोचिरहेको थिएँ फेरि अनि एबाटा एबाटा राम्रो छ एबाटा पनि है त्यो त अलिक बेसी उठ्छ नि त होइन बेसी उठ्छ किनभने डिजिआईको चाहिँ अलिक स्लो पनि हुन्छ कि स्पिड त्यो एबाटाहरू कि एबाटा 2 पनि उडायो एबाटा 2 पनि उडायो राम्रो छ एबाटा 2 त 1 भन्दा पनि है मसँग त 1 हो कि अलि लेटेन्सी कम छ त्यहाँ 2 मा चाहिँ नत्र 1 मा चाहिँ अलिअलि लेटेन्सी हुन्छ
मसँग त्यहाँ ड्रोन छ उडाइदेऊ नि त अब ल लामो कुराकानी भयो अब यस्तै हुन्छ एउटै फिल्डकाहरू भेट हुँदा प्रायः जसो होइन अब यो कुराले बोर हुनुहुन्छ भने अब यो पछि चाहिँ हाम्रो ड्रोनेश्वर भाइले उडाउनुहुन्छ नामै ड्रोनेश्वर भइरहेको कसले थापाजीले उडाउने कि ड्रोनेश्वर भाइले ओके ल यो पछि चाहिँ जुन फुटेज आउँछ यो ड्रोनेश्वर भाइले खिच्नु भएको फ्रम थापाजी एन्डी फिल्ड छ कि छैन थापाजी एन्डी छ त्यसमै ओके ल प्रो भएपछि एन्टी फिल्टर के हुन्छ अब हामी त यतै झ्याप्छु ल्याउनै बिर्सेर लास्टमा त ल अब चाहिँ ड्रोन तयार हुँदैछ र यसपछि आउने सर्ट चाहिँ ड्रोनेश्वर भाइको हुनेछ ड्रोन उडाउने भनेको तर टेक्निकल केही समस्याहरू आइपुग्यो किन भन्दाखेरि एउटा तार चाहिँ ल्याउन बिर्सिएको रहेछ कि है यो चाहिँ हाम्रो थापाजीको क्यामेरा ब्याग ठिकै छ ओ क्यामेरा अहिले चाहिँ हाम्रो गफ गर्दा गर्दा हाम्रो यता फुड पनि आइसकेको छ र हाम्रो फर्स्ट आइटम थियो चाउचाउ साँधेको र अर्को आइटम छ सुकुटी यो पनि स्पेसल हो म आउँदा खाइराखेको हुन्छु ल बहिनी सुरु गरोस् न त थापाजी सुरु गर्दा हुन्छ ए पाइयो तार पाइयो ल सम्पत्ति आफैलाई थाहा हुन्छ ए तिम्रो स्क्रिन होला हाम्रो भाइले फ्रेस जुस ल्याउनु भएको छ यो चाहिँ हाम्रो वाटरमेलन जुस एकदम मिठो देखेको छ कलरफुल अझै लभ सेप बनाएर ल्याइदिनु भएको छ वाटरमेलनको दामी छ ल मिठो खै म बुढाबुढी खिचिदिन्छ चेस गरेको आज हाम्रो थापाजी डेटिङमा विथ मिसेस थापा चेयर्स ए उहाँ अल्छी लाग्दो देखेर त्यो एउटा चाहिँ उ त्योले थर्ड विल भएर उ त्यो यहाँ त विवेकजीको रहेछ यो चाहिँ ए हाक्कु भोड्का भनेको त हाम्रो हाक्कु या त हाक्कु आज पनि बिजी छ त्यही भएर हामी मात्रै आइपुग्यौँ आज उसको नाममा चाहिँ ल तिमी चाहिँ चेयर्स गर नि त अडियन्ससँग ल चेयर्स सबैजना मिलिजुली खाँदा झिङ्गा पनि आइसक्यो खोइ ए ओके ल यो पछिको भिडियो चाहिँ हाम्रो ध्रुव भाइकै ड्रोन सट हुनेछ र फ्लाइट जाँदैछ अब माथि के भयो ए ठोकिन्छ भनेर चाहिँ ए ल हातबाटै जाँदैछ ल ओए ल ड्रोन पनि उड्यो गयो ड्रोन अब यो पछि चाहिँ अब के कस्तो आउँछ हाम्रो ध्रुव भाइले खिच्नु हुनेछ ध्रुव भाइलाई फेरि यो भ्लग खिच्यो भने चाहिँ अलिकति नर्भस हुन्छ त्यही भएर म सिधै मारेर अब यो पछिको चाहिँ ड्रोन सट ओके कस्तो लाग्यो त ड्रोन सट हाम्रो ड्रोनेश्वर भाइको निकै नै लामो ड्रोन सट थियो र बाबाले उड्यो होला तपाईँले त अब एडिट भएको हेर्नुभयो हामीले त अहिलेसम्म हेर्न पाएको छैन वाउ थियो भन्नु पऱ्यो आइसकेर एडिट भएर राखेको चिज हो नि त अनि थापाजीलाई चाहिँ कस्तो लाग्यो ड्रोन सट रियो चाहिँ हेर्न नपाउँदै भाइले खिचेपछि अब त्यो भन्ने हामीले जुन अहिले बोलिएछ नि योभन्दा पनि पहिला तपाईँले हेर्न पाउनुभयो कि होइन यता हामीले त अब भनिदिएको मात्रै अब भाइ भनेपछि दामी नै छ होला भनेर होला होइन छ अघि एकछिन तिमी हराउँदा त ड्रोन तालमा खसेको जस्तो नि भएको एकछिन तर त्यस्तो हुँदैन उसले उडाएको त धेरै कति वर्ष भयो तिमीले उडाएको
8 years हुन लागिसक्यो ओके ल उ त एकदम खतरै छ यो कुरामा उसले त अब रिमोटले त प्लेन पनि उडाइन्छ ड्रोनमा त होइन त्यति एक्सपिरियन्स भइसक्यो र हामी चाहिँ एकदमै गुड टाइम भइरहेको छ यता थापाजी र यता ममता पनि टक्क आज डेटिङ आए जस्तो भएको छ नेपाल आएर होइन थापाजी है हेभन है बब्बाल छ ल आजको भ्लग पनि अलिक छोटै भयो तर धन्न ड्रोन सटले गर्दा लामो भयो अब यहाँ फेरि यस्तो भयो क्या म्युजिक पनि बजिरहेछ नि त अनि जस्ट हामी गफसप गर्दै रमाइलो नि भइरहेको थियो हजुर के चाहिँ होइन ठिकै छ अर्काको भाइब किन मार्ने होइन म्युजिक ठिकै छ ठिकै छ ल र हाम्रो चाहिँ फिस आउँदैछ एकछिनमा फिस देखाइसकेको छु पहिला पनि र योपालि पनि फेरि देखाउँछु अब चाहिँ अँध्यारो नि भइसक्यो र हाम्रो आजको मेन डिस हाम्रो फिस यस्तो छ थापाजी यम 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 ठुलो रहेछ आजको फिस त आमा प्राइस पनि रहेछ पहिला चाहिँ मैले फिस र राइसहरू खाएको थिएँ आज चाहिँ टन्न लेमन फिस भएपछि लेमन चाहिँ हालेर टक्क अनि ठुलो फिस रहेछ ल यता टक्क ग्रिल भेजिटेबल्स पनि रहेछ ल अब यो इभिनिङ हुँदै गयो अँध्यारो त भएको छैन अघि नै हिमाल चाहिँ पुरा गोल्डन आवर यस्तो राम्रो कलर देखिरहेको थियो अहिले चाहिँ अब लगभग सनसेट पनि भइसक्यो त्यही पनि स्टिल रमाइलो छ ल मिठो कति ठुलो यो फिस त है थापाजीले चाहिँ आज भागभन्डा गर्दै हुन्छ माछालाई टक्क काटेर आफूहरू हाल्यो हुन्छ हामी छुट्याउँछु नि दुजै दुजा गरेर आफूहरू खायो हुन्छ म छुट्याउँछु गौतम क्राइस्ट शिव चामलिङ जस्तो भइदियो के नाम राख्दै गौतम क्राइस्ट रे कस्तो छ थापाजी फिस क्या मिठो छ सङ्गम र बुहारीलाई नि मैले यहाँ ल्याएको थिएँ यसपालि चाहिँ थापा कपाललाई यताको के हो त नि कर्मचारी कपाल कहिले आउने पोखरा पहिला बिहा त गर्नु ल्याउनु ए बिहे भएन है अनि गर्लफ्रेन्ड भयो नि त ल्याउन मिलिहाल्यो नि गरिदिरहेको ल फिस चाहिँ म अलिअलि हाल्दैछु चिप्सहरू हालेन चिप्स बहिनी न चिप्स फ्राई यहीँ हाल्दैछ त ल उता बाँडेर यस्तो दुजै दुजा भयो यार बहुत यो नि हालिदिन्छ अझै खाऊ न हौ सेयर गरेर खाऊ ए हो गुड रे क्या चाहिँ खोइ अर्को एउटा प्लेट ल हामी यहीँबाट झिकाउँ न दाइ टाइम लाग्छ न माछा खाएको माछा सिद्धेर माछा मात्रै भाग्यो मैले मात्रै खाइदिने हो क्या अनि एकछिन न कन्टेन्टको लागि ल माछा मिठो लाग्दैछ दुजा पारेकै मैले हराउँदा झिक्न आएन राम्रोसँग विवेकजी ल यसले त युरोपेसन ए हुन्छ यहाँबाट खाऊँ केही भएन ल विवेकजी र मेरै खिचाउँ न त होइन यो थापाजी बिजी हुनुहुन्छ विवेकजीलाई म हस्तान्तरण गर्न चाहन्छु र चाख्नुहोस् र माछा खानु सिकाएकै मिलाउनु ल्याउने ए हो मैले लाइफको फर्स्ट माछा नै यहीँ माझुकुना खाएको ए हो र लाइफकै हो र कस्तो थियो माछै खान्न थिएँ म त्यतिखेर खाएको दामी लागेको भन्दैछु त माछाले चाहिँ उस हुँदैन युरिकुन्न वाइट मिट सबसे सेफ चाहिँ माछा हो क्या चिकन भन्दा पनि घरिघरि त अरू कुरै नखाम है चिकन र फिस मात्रै खाम भन्ने हुन्छ मलाई पनि अघि दिन भने पोर्क देख्यो माछा मैले सेफको कुरै गरेको छुइनँ मैले खास नखाएको कारण त्यही हो क्या सानोमा म र बहिनी मात्रै थियो नि त बहिनीलाई चाहिँ अड्केर रोको क्या अनि मैले चाहिँ खान छोडिदिएको बहिनीले चाहिँ खान्छ कता गएको बहिनी डेन्जर रोको देखेर आफूले खान छोडेको बहिनी रोको देखेर आफूले छोड्यो होइन अनि बहिनीले चाहिँ फेरि खाइदिन्छ क्या दामी खाइदिन्छ हो अनि मैले चाहिँ अड्केको अनि आफू मलाई डर लाग्यो क्या यो त लास्ट ठुलो के माछा है काँडा यति ठुलो के ए भित्रको मेन इन्ग्रिडियन्ट त तिमीले निकालेर खानु रहेछ नि त पान
दामी पिस भइरहेको छ टाउकै हालिदिउँ के गरे टाउको मनपर्छ मनपर्छ मलाई केही मन पर्दैन यो मात्रै मन भयो टाउकै क्या ठुलो के वाइल्ड ठुलो यहाँ हेर न माछा कस्तो दामी छ यसलाई फालिदिउँ न यसो काटेर होइन नफाला न एउटा लामो राख्नु क्या लास्टमा छोड न अनि तिम्रो कन्टेन्ट कन्टेन्ट थाहा पाउँछ सुरुमा कस्तो थियो अहिले हेर्नुहोस् त कस्तो भयो यस्तो छरिदिउँ है खाउ बिबेको टाउको कस्तो दामी छ यता फ्राइज ध्रुव फ्राइज खाऊ नि त यो शाखामा त्यो अलिअलि सानसानो काँडा तपाईँ निकाल्छ नि त ठुलो भयो अर्कोवाला कि त्यो मलेकोमा पाउने माछालाई चाहिँ म काँडा हालिदिन्छु त्यो कुरुम कुरुमवाला त्यो त मजा आउँछ है सन्दा सेप साइडै त्यही हो कि साग खान थाहा पाइयो नाफिस यो त रोयल रहेछ नि उसले फिसै नखाने त नि रिसवाला माछा हालिदिन्छु बरु हामी यहाँबाट लिँदै थियौँ त हो र यहाँ खाँदा भयो यहाँ सबै भाइ साथी कहाँ कहिले खाँदैनौ के हो यार ए खाऊ आज झुक्किदेऊ न त अक्कल चुक्कल पारेर आइ म त झुक्किन आँटेको छु भन्दै खाइदेऊ त बत्ती निभाइदियो भने खान्थ्यो होला झुक्केमा ओहो मिठो रहेछ यो त पानीको चिकन होइन पानीको चिकन अनि यसरी झुक्किएमा माछा त खान्थेन यसरी झुक्केमा जिम कस्तो भइरहेको छ जिम ठिकै छ यार म मात्रै गइरहेको होइन म मात्रै गर्दिनँ हो अरू सब गरिरहेको छ म मात्रै गएन जो किन थाहा छ किन तिमीले फिस नदिएर फिस दिनु थाहा त अब गरेको ए त्यस्तो फिस पर्दैन के अरे नगइनु हुन्छ भयो तिमीलाई फ्राइज हालिदिन्छु यो तिमीलाई हो यो अघि हालिदिएको खाइहाल्छ दुईजना भाइ खाँदै नखाने रहेछ अनि दुब्लो के हामी फेरि वाइल्ड खाइदिने थाहा पाएपछि यहाँ चाहिँ फिस यहाँ कसरी खान्छ यो यस्तो दामी फिस यहाँ यस्तो दामी कताबाट यी भेजिटेबल रिसम म भेजिटेबल हालिदिन्छु त उसलाई टाढो भएको हो थाहा पाएपछि भेजिटेबल खाने ग्रिल भेजिटेबल त नखाने फेरि ओहो खिचिरहेको छ मारिदिउँ आज हाम्रो भेगनासताल यात्रा सकेको छ हामी चाहिँ यहाँ धेरै बेर बसेर हाम्रो ड्रोनेश्वर भाइको फुटेजहरू हेऱ्यौँ अब तपाईँहरूले पनि हेर्न चाहनुहुन्छ भने कहाँ जानु पर्यो इन्स्टाग्राम ड्रोनेश्वरकोमा जानु पर्यो र ऋषभलाई मैले धेरैचोटि देखाइसकेको छु फेरि पनि आउनुभएको छ ऋषभ चाहिँ पहिला एकदमै एक्टिभ हुनुहुन्थ्यो घुमन्तेमा अहिले चाहिँ के छ त नयाँ नौलो ऋषभ खाइडिडो हल्ले हिँड्यो अहिले घुमन्तेसँग उस छैन स्पेसल उसमा चाहिँ यस्तै भिडियोहरू यताउता ए ओके ल छुट्टिने बेला पनि भयो ल जाउँ हामी पनि ल विवेक सर जाउँ ल तिमी यहाँ फर्किने होला नि कि बस्ने एकछिन चाहिँ ए ओके स्कुटरमा आएको ए ओके ल ऋषभ गयो यार हामी है ल यता साउन्ड पनि आइरहेको छ ल गुड नाइट सी यु अगेन है ल तिमी बस्छु एकछिन ए हो ल ओके ल हामी पनि निस्किन्छौँ यहाँ अलिकति साउन्ड बजिरहेको छ त्यही भएर अलिकति कपिराइट राख्न सक्छ हामी चाहिँ अब आइसकेको छ काउन्टर यो काउन्टर चाहिँ एकदमै टक्क देख्न सक्छ यहाँ सिनेमाटोग्राफर वाइफ एन्ड हस्बेन्डले नै दुइटाले यहाँ चाहिँ म्युजिक भिडियो दामी छ भन्नुभएको छ यहाँ हाम्रो भ्लग हेरेर कोही नआउनु होला पहिला हामीले बनाउनुपर्छ यहाँ म्युजिक भिडियो कति राम्रो छ दामी छ कि कलरहरू कि है दामी छ साउजीले त बनाउनु भएको अनि साउजी यसो होइन यस्तै तपाईँहरू जस्तो ट्यालेन्टेड भाइहरूको आइडियाज हो उनीहरू बस्दा बस्दा दिमाग यस्तो आयो कि हजुर बुढो मान्छे सङ्गत छ नि अब यो बुढो रे फेरि बल्ल 25 होइन र दाइ होइन यार 25 दुना भन्ने बेला भइसक्यो अरे थापाजी हो मेरो फोटो खिच्दै नि त ल है ए भिडियो ए ऱ्याप भनिदिउँ ल हुन्छ ल राजन दाइ थ्याङ्क यू सो मच सधैँ रमाइलो हुन्छ यहाँ आउँदा ल भाइ थ्याङ्क यू सो मच भाइ पनि रमाइलो तरिकाले सर्भ गर्नुहुन्छ थ्याङ्क यू सो मच भाइ है
र यता चाहिँ फेरि अघि भर्खरसम्म सर्ट लाउनु भएको थियो अहिले चाहिँ कोट सहित आउनु भएको छ जन्तै बाह्र खान छाटकाट छ है हो अब राजन दाइले त अब खुदा केटी हेरेर आएको भन्नुहुन्छ के अरे सर्ट लगाएको केटी नै हेरेर आएको भन्छ अब बिहा गर्ने हो कि के हो त्यो चाहिँ थाहा भएन तर जस मेन कुरा चाहिँ हात पायो कि पाएन भन्ने कुरा कोट सर्ट लाएर त आयो केटो है कलर चाहिँ दामी छ ल दाइ बाई बाई ल बाई 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 हस् बाई हामी पनि अब सानो घर भन्न लागिरहेको सानो लेकबाट अब निस्केर बिदा हुँदैछौँ थापाजी कस्तो भयो त आज ए अँधेर आउँदो रहेछ यार हातमा केरा लिएर दाइलाई होइन त्यहाँ बाहिर केरा देखेर दाइ एउटा केरा खाम भन्यो भनेर भनेर यत्रो केरा भिराइदिरहेको अझै अर्को पनि दिएको थियो दाइले त अझै हामी त भयो भनेर ल थापाजी कस्तो भयो बेगनास दामी ममता बहिनी कस्तो भयो बेगनास दामी भयो विवेक द पुष्पम्यान दामी भयो अब अँध्यारो चाहिँ है ए अन्त काठमाडौँबाट हाम्रो पोखरामा त 7वटा ताल छ कुरकुर कमेन्ट आउने थियो के पुष्पा दाइलाई लिएर आउनु पर्यो ब्याग भनेर अब त उहाँ त पुष्पा दाइ नै हो अझै भन्दैछ नाम चेन्ज हाल्नुपर्छ बिस्तारी तिमीलाई के नाम राख्नु मन लाग्छ र हो गायक पुष्पै हो तिमी ल यहीँ एन्ड गरौँ न त ल जाँदा के भनिदिनुहोस् न त थापाजी ल बाई बाई आजको भ्लग एन्ड गर्नु पर्ला मिस्टर मिसेस थापा अनि विवेक बहिनीले लाज मान्नुहुन्छ हामी तिनजना चाहिँ यहीँबाट झोडले भन्दै आफ्नो केयर गर्नलाई आफ्नो परिवारको केयर गर्नलाई परिवारसँग समय बिताउन साथीभाइहरूसँग मेलली चाहिँ समय बिताउनु पर्छ र कहिले कहिले यसरी बाहिर रमाइलो गर्नुपर्छ यी अर्ग्यानिक फुड यही मिस गरेको हुन्छ होइन त्यही भएर थापाजीको फेरि फेभरेट होइन जता गए पनि यस्तो लोकल केयर ल जति बोल्यो त्यो दिन त्यस्तै हो नमस्कार अनि के हो रे झोरले गुड नाइट होइन झोरले झोरले विवेक कर्मचार्यजीलाई नि झोरले ओके ल आजलाई यति नै नमस्कार झोरले